नमस्कार। अहिले आँपमा फूल फुलिरहेको अवस्था छ र साथै आँपमा मधुवा किराले आक्रमण गर्ने समय पनि भएकोले किराले आक्रमणबाट फूल झर्ने, पात तथा फूलहरूमा कालो कालो धब्बा देखिने समस्याहरू देखा परिरहेको छ। फूल फुलिरहेको समयमा किरा नियन्त्रणको लागि विषादी प्रयोग गर्दा परागसेचनमा कमी आई फल बन्ने प्रक्रिया रोकिने हुन्छ। मधुवा किराको पहिचान गर्ने तरिका। बेसक किरा सानो करिब 3 मिलिमिटर लामो, शरीरको अगाडि भाग चौडा र पछिल्लो भाग अलिक तिखारिएको रङ हल्का हरियोमा खैरो मिसिएको र ठाउँ ठाउँमा मसिना पहेँला र काला थोप्लाहरू भएका हुन्छन्। यो किरा सिधै अगाडि नहिँडेर दायाँ अथवा बायाँतिर उफ्रिँदै सर्दछन्। क्षतिको प्रकार र लक्षण। माउ र बच्चा दुवैले आँपको कलिलो मुजुरा र फूलबाट रस चुसेर नोक्सान पुर्याउँदछ। फलस्वरूप कपिला र फूलहरू ओल्याएर झर्दछ। यो किरा लागेको हाँगालाई हलाउँदा हजारौँ किराहरू भुनभुनाउँदै उड्दछन्। यसले एक प्रकारको मोह अथवा गुलियो पदार्थ निकाल्दछ र त्यसमा झिङ्गा, मौरी र भुसुनाहरू झुल्झिएर फूलहरू ढाक्दछ र गर्भधारण प्रक्रियामा बाधा पुग्दछ। गुलियो पदार्थले गर्दा कालो भुसीको विकास भई पात, डाँठ आदि काला देखिन्छन् र प्रकाश संश्लेषण प्रक्रियामा बाधा पुग्दछ। अब आँपमा मधुवा किरा त लागिसकेको छ। अब यसलाई व्यवस्थापन कसरी गर्ने? त सबभन्दा पहिला बगैँचाको सरसफाइ गर्ने र पानी जम्न नदिने। दैहिक विषादी जस्तै साइपरमेथ्रिन, डाइमेथोएट 30% EC 1.5 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने। त्यसपछि यसको नियन्त्रणको लागि आँपको फूल लाग्न सुरु हुनु अघि मध्य पुसदेखि मध्य माघ एक पटक फूल फुलिसकेपछि दोस्रो पटक र फल केराउको दानाको आकार भएपछि तेस्रो पटक गरी 3 पटक छर्नाले फड्के किरा अथवा मधुवा किरा नियन्त्रण हुन्छ। तर विषादी छिर्दा वा विषादी छर्किँदा पुसको 15 गतेदेखि मध्य माघसम्ममा छरिसक्नुपर्छ। फूल लागिसकेपछि विषादी छर्दा फलमा र फ्लावरमा असर पुर्याउँछ।